यस भिडियो मार्फत स्त्री धर्मपाल दोर्जे युडुन्माको जीवनी कथा एकदमै सटीक र संक्षिप्त रूपमा प्रस्तुत गर्ने कोसिस गर्नेछु। भिडियोको अन्तिमसम्म रहेर साथ दिनुहोला। नमस्कार। टस्तिले दोर्जे युडुन्मा धर्मपालको जीवनीको बारेमा महानिधिपति रिग्जिन छेन्पो ताक्स्याम्बाज्यूको तेर्जोन युडोन्मी काङ्दो नामक निधि धर्म ग्रन्थमा यसरी बताउनु भएको छ। बुबा लाग्याल ताक्स्यु र आमा खाङमेन ग्याल्मोको कोखबाट महिला धर्मपाल दोर्जे युडुन्माको जन्म भएकी थिइन् भने छेरिङ छेगा यानि कि पञ्च दीर्घायु धर्मपाल दिदीबहिनीहरू मध्येको थिङ्गी स्यालसाङमा नाम गरेकी धर्मपाल जस्तीको रूपहरू धारणा गरेर पनि दोर्जे युडोन्मा धर्मपालले प्राणीहरूको उद्धार र हित कार्य गर्नुभएको थियो भनेर उल्लेख गरिएको छ भने र साथसाथै दोर्जे युडोन्माले यसरी प्राणीहरूको उद्धार गर्दै हित गर्दै बौद्ध धर्मलाई यसरी रक्षा गर्दै जाने क्रममा उहाँको कर्म अनुसारको काम अनुसारको नाम पनि यसरी छुट्टै छुट्टै यसरी चाहिँ हुन गएको थियो भनेर उल्लेख गरिएको छ। जस्तै बाहिरी अनुसार दोर्जे युडोन्मालाई मेन्चुन छेङा पनि भनिन्छ भने भित्री अनुसार छाङबी सेमो छेङा भनेर भनिन्छ। गोप्य अनुसार चाहिँ उहाँको नाम खाडो धेङा भनेर पनि भनिन्छ। र फेरि पनि उहाँको बाहिरी अनुसार नाम अन्य नाम जस्तै दोर्जे युडोन्मा भनेर भनिन्छ भने भित्री अनुसार नेजिन फाक्दोङमा भनेर पनि भनिन्छ भने गोप्य अनुसार भने भर्मा छेन्मो चण्डिका र साथसाथै च्याङझोन नाग्मो इत्यादि नामले पनि दोर्जे युडोन्मा धर्मपाललाई पुकारिन्छ, प्रार्थना गरिन्छ भनेर यसरी बताएको छ। यसरी उहाँको काम अनुसारको कार्य अनुसारको नाम पनि यसरी छुट्टा छुट्टै हुन गएको थियो भनेर उल्लेख गरिएको थियो। यही कुरालाई सर्वज्ञ छुकी ग्याल्पो लोङछेन ज्याप्की युडोन्मी डुक्थाप दावा दोजोर नाम गरिएको निधि धर्म ग्रन्थ शास्त्रमा यसरी बताइएको छन्। छितर मेन्चुन छेङा यानि कि दोर्जे युडोन्मा धर्मपालको नाम बाहिरी अनुसार चाहिँ मेन्चुन छेङा भनेर भनिन्छ भने नामतर युहोङ लामोङा यानि कि भित्री अनुसार चाहिँ उहाँलाई एकदमै आकर्षक लामोङा भनेर पनि भनिन्छ। र साथसाथै सावा खाडो गाइबे यानि कि गोप्य अनुसार चाहिँ उहाँको नाम पञ्चढागिनी भनेर पनि भनिन्छ भने कुसुङ थुकिन धेतरडुप त्यसै कारणले तन मन वचनको एकचित्त रूप भएको कारणले गर्दाखेरि उहाँलाई यसरी नै सिद्ध गर्नुहोस् भनेर पनि बताएको छ लोङछेन राब्जुङज्यूले निकाल्नु भएको निधि धर्म ग्रन्थ शास्त्रमा। र साथसाथै उक्त शास्त्रको भित्री साधनामा भने छाङपा लाइन जिक्देन्ना लामो मेतोक मेन्दारा भनेर पनि यसरी बताएको छ उहाँको नाम यानि कि दोर्जे युडोन्मा धर्मपालको नाम। अब अन्य अलिकति विस्तृत रूपमै जान्नु छ भने चाहिँ अन्य निधिपतिहरूको धर्मग्रन्थहरू तन्त्रको शास्त्रहरूमा अझ विस्तृत रूपमा दोर्जे युडोन्मा धर्मपालको बारेमा व्यापक विश्लेषण गरिएको पाइन्छ भने विशेष गरेर अब उहाँलाई यसरी एउटा धर्मपाल भइसकेपछि उहाँलाई प्रार्थना गर्दाखेरि हामीलाई हुने फाइदाहरू भनेको सामूहिक रूपमा विभिन्न प्रकारको भिन्नवादहरू हटाउने, आफ्नो इच्छा अनुसारको कार्यहरू शीघ्र रूपमा छिटो छरितो रूपमा प्राप्त गर्नको लागि चाहिँ विशेष गरेर दोर्जे युडोन्मा धर्मपाललाई यसरी प्रार्थना गर्ने गरिन्छ। उहाँको स्तुति पाठहरू पढेर उहाँलाई यसरी चाहिँ पुकारिन्छ, प्रार्थना गरिन्छ र प्रार्थना गरेकै अनुसार यदि हामीले श्रद्धा भक्ति राखेर यसरी गरेको खण्डमा आफ्नो इच्छा अनुसारको कार्यहरू शीघ्र रूपमा प्राप्त हुने सिद्धहरू यसरी चाहिँ प्राप्त हुन्छ भनेर
पाइन्छ। विशेष गरेर दोर्जे युट्युबमा धर्मपाललाई प्रार्थना गरिएको फाइदाहरूको बारेमा चाहिँ। हस् त, यस भिडियोमा अलिकति छोटो मिठो दोर्जे युट्युबमा धर्मपालको जीवनी कथा र उहाँलाई प्रार्थना गरिएमा के कस्तो फाइदा हुन्छ र उहाँको अन्य कस्तो कस्तो प्रकारको चाहिँ नाम के कारणले चाहिँ यसरी हुन गएको थियो भन्ने सम्बन्धी जानकारी राख्ने कोसिस गरेँ। भिडियो कस्तो लाग्यो, मन परेमा लाइक, शेयर र कमेन्ट गर्न नभुल्नु होला र साथसाथै च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। नमस्कार, जय श्री